हिजो पनि उहाँलाई राजाबाट बहिर्गमन गराउँदाखेरि एउटा संवैधानिक प्रक्रियाबाट गरे हो। हिजो राजा हो, आज उनी नागरिक हुन्। म फेरि एकपल्ट राजा हुन चाहन्छु भन्ने उनको मागलाई म अचम्म लिन्न क्या, स्वाभाविक रूपमा लिन्छु। र उहाँहरूले के भाषा प्रयोग गर्नुपर्थ्यो भने ठिक छ तपाईँ आउनुहोस्, पूर्व राजाको दृष्टिकोणबाट तपाईँलाई हामी पार्लियामेन्टमा बोल्न दिन्छौँ, तपाईँ पार्लियामेन्टमा आएर आफ्नो राम्रो कुरो सबै कुरा राख्नुहोस् र त्यहाँबाट चाहिँ यदि तपाईँको कुरो सही लाग्यो भने छलफल हुन्छ भनेर भनिदिनु पर्छ। एउटा घोस्ट भन्छ नि, छाया घोस्ट अगाडि सारेर होइन, आफू अगाडि सार्नुहोस् न। लोकप्रिय हुनुहुन्छ भने ठिक छ, चुनाव लड्न आउनुहोस् न, तपाईँलाई जहाँसुकै पनि चुनाव लड्न खुला छँदैछ नि, आउनुहोस्। नेपाली जनताले उदारतापूर्वक त्यति बेला उनलाई कारवाही गर्नुको सट्टा आरामसँग बस्न दिएको चाहिँ उदारतालाई, जनताको हामीहरूको उदारतालाई राजाले कमजोरी सम्झेर चाहिँ राजनीति गर्न खोजेको हो भने उहाँ पार्टी खोलेर चुनाव लड्न आयो हुन्छ। म फेरि चाहिँ फर्कन्छु भनेर चाहिँ जुन खालको चाहिँ हरकत गरिरहेको छ, यो चाहिँ उसले आफ्नो हैसियत चाहिँ भुलेको हो। हामीले गरेको जुन खालको उधार चाहिँ तपाईँको एउटा प्रबन्ध हो, त्यसलाई चाहिँ उसले बिर्सेको हो। त्यस कारणले चाहिँ फेरि पनि यसमा म अरू साथीहरू पनि के भन्न चाहन्छु, राजा आओ देश बचाओ। फेरि पनि तपाईँलाई म यो चाहिँ मञ्चबाट भन्न चाहन्छु, राजाले कसरी देश बचाउँछ? दुनियाँमा कुन देशमा राजाले देश बचाएको छ? आफ्नो ज्यानको चाहिँ रक्षा गर्ने राजा, आफ्नो दरबारको रक्षा गर्न नसक्ने त्यो राजतन्त्र, आफ्नो चाहिँ तपाईँको परिवारको रक्षा गर्न नसक्ने त्यो राज संस्था, अनि सबै चाहिँ कानुन चाहिँ हातमा लिएको त्यो राज संस्था, जहाँ चाहिँ त्यो ब्युरोक्रेसीको कुनै गुन्जाइस हुँदैन। कुर्छौँ काट्छौँ दुवैतिरको यो जुन छ नि, यो राजनीतिक भाषा होइन। उहाँहरू कसले जित्ने र कसले हार्ने त जनताले अन्तिममा निर्णय त गर्छ नि, तर देश नै नरहने खालको, देश नै अप्ठ्यारो पार्ने स्थितिमा उहाँहरूले जुन कन्फ्रन्टेसनल ल्याङ्ग्वेजहरू प्रयोग गरिरहनु भएको छ, यसले सही राजनीति होइन भन्ने देखिन्छ र गणतन्त्र असफल भएको